हामी चाहिँ अब जुतिर छिर्न जानु लाग्छ है। ओइ के हुन्छ? हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ तपाईँहरूलाई आजको ब्लगमा। म चाहिँ कहाँजना रेडी भएको भने सानोगढीतिर जानु लाग्यो है। यता सानोगढी भन्ने ठाउँ छ, त्यहाँनिर जानु लाग्यो। मसँग जान्छ बिक्की जान्छ होइन। अनि म चाहिँ बिक्कीलाई लिन जान्छु। अनि त्यहाँ बिक्कीलाई लिन गएर अनि त्यो घरमा छ, त्यो रेडी भएर पनि बसिसक्यो होला सायद। म त्यो जान्छु अनि गएर नि आज चाहिँ ट्याक्कै रमाइलो हान्नुपर्छ है त। ल राम्रो छस् भयो पनि आइसक्यो होइन। ल अब हामी निस्किन्छौँ होइन। अब त्यही गरेर भेट्ने त। ल भर्खरै आइपुगेको है। भर्खरै मैले पार्किङ पनि गरिदिएँ अब बाइकलाई। अनि त्यसले चाहिँ त्यहाँ टिकट लाग्दो रहेछ कि यहाँनिर। अनि त्यो बाइकको टिकट लाग्दो रहेछ। अनि त्यहाँ टिकटको पैसा पनि दियो। अब म त्यहाँ जाँदैछु। अब त्यसले त्यहाँ पैसा दिँदैछ। अनि पैसा दिएर नि हामी भित्र छिर्छौँ है। हामी चाहिँ अब होइन ट्याक्कै भित्र छिर्दैछौँ। फर्स्ट टाइम आएको म है। कति आउँदै आएको थिएन, कति भन्ने आउँदै आएको थिएन। मान्छे छैन त, चिनेकै थिएन त नि, चिनेकै थिएन त आउँदै आएको थिएन भने चाहिँ चिनेकै थिएन। हामीसँग क्यामेरा पनि छ है, तर चलाउन आउँदैन। भिरेर मात्रै हिँड्ने हो, चलाउन आउँदैन। ठ्याक्क अब हामी गार्डनतिर छिर्छौँ होइन। यस्तो छ यहाँको चाहिँ। टिप्न त मिल्दैन होला है, टिप्न त मिल्दैन होला है। फुल कानमा सिउरेर हिँड्दैन कि पिकनिक आएर यार। हाम्रो क्यामेराम्यान है, अन गर्न त आउँछ, अन थाहा है त, तर क्यामेरा चाहिँ बोकेर हिँड्ने है। आउँछ ब्याट्री जस्तो हुन्छ देखाएन भने। सबै आउँछ नि भाइ। तर मलाई आउन जस्तो लाग्छ। अघि आउनु नि हेर्दा नि। विवेक, हेलो हजुर। त्यो राइट साइडको भने होइन। दाहिने साइडतिर हाल्यो भने त बढ्छ त फेरि। सेतै भयो के, सेतै भयो के। ए यार फोटो खिच्न आएको यार। फोटो खिच्न नजानेर तना बाहा भनेको छ। एउटा फोटो खिच्न आउँछु भनेको एउटा सेतै फर्काइदियो क्यामेरा। फोन गरेर सोध्न लाग्यो, एउटाले फेरि फोन उठाएन। फेरि अर्को यसको भाइले हो फेरि चलाउन आउने क्यामेरा। हाम्रो त चलाउन आउँदैन है। अनि अन गर्न आउँछ, अन गरेर आएर मात्रै भएन, फेरि खिच्न पनि जान्नु पऱ्यो। फेरि हान्न क्यामेरा मात्रै भएन है। के गर्नु, चलाउन आउनु पऱ्यो। आज खासै मान्छे पनि नरहेछ है। दिमाग गरम यार। एउटाले भन्छ घटाउने भन्छ, एउटालाई घटाउन आएन। यहीँ बित्ने भयो यार। झुलेरै बस्यो क्यामेरामा। अब क्यामेरा त नाम मात्रै जस्तो भयो यार। ल जाने अब जाने हामी फोटो खिच्छौँ है। अब ल जाउँ भयो। म त जाऊँ न तल। हामी चाहिँ अहिले यहाँ साइडमा फोटो खिच्न आएको होइन। अझै पनि मिलेको छैन यार क्यामेरा। थै मैले झ्याउलाइसकेँ यार। बनाउँदा हालत गरेर म यहाँ पोज दिन बसेँ। पोज दिन बस भन्थेँ होइन, क्यामेरा कस्तो आउँछ भनेर भन्थ्यो। अनि म चाहिँ यहाँ बसेको, त्यो चाहिँ फोटो खिच्दै होइन। खिच्दा क्यामेरा मात्रै भएर पनि नहुने क्या है। हामी चाहिँ अब जुतिर छिर्न जानु लाग्छ है। क्यामेराको चक्कर छोडिदिउँ होइन। अब क्यामेरा सम्झिने हो, भिर्ने हिँड्ने मात्रै। अब अजिङ्गर, यहाँ चाहिँ अजिङ्गर रहेछ है। देखिए यहाँ रहेछ। ल जिउँदै हो या मरे
चल्दैन तेरो भन्दा मरेको जनावर राखेको नि मलाई त्यस्तो लाग्यो जान्छ जेसो कि होस् यहाँ चाहिँ नखिच कि तैँले फोटो नखिच यहाँ चाहिँ खरा आएर रहेछ है बिक्की यहाँ हेर्दा त बिक्की हेर्दै यहाँ त जस्तो रहेछ ओइ बिक्की यहाँ बसिरहेको ओइ बिक्की उता मयूर रहेछ अन्त मृग छ मयूर होइन मयूर देखिया यहाँ रहेछ मृग रहेछ है खोइ देखिया यहाँनिर मृग एउटा क्यामेरा खिच्न आएन है हामी क्यामेरा टक्क खिच्न आउने भने अनि यहाँनिर त यार कोही नरहेछ आज ठेक हामी आउने भनेर क्या कि कोही पनि नआएको यार यहाँ त कोही पनि नरहेछ है मलाई पनि झ्याउ लागिसक्यो अब जानु पर्यो अब घरतिर जानुपर्छ जस्तो लाग्यो मलाई है अझै पनि अन्त क्यामेरा खिच्दै नि है बिक्कीले अघि नै बाट होइन क्यामेरा हामीले आएदेखि क्यामेरा बनाउन खोजेको क्यामेरा बनेन है माल पाएको चाल पाउँछ त होइन यो चाहिँ घुमे के हो यो आरएच राइनो क्रुज सिप रे देख्नुहुन्छ है यो चाहिँ घुमाउँदै मान्छेहरू अगाडि छ केही छैन मैले त धेरै नै राम्रो होला सानो होटेल हो त्यो कुन हो जे भए पनि मान्छेहरू बसेपछि पानीमा चलेपछि त भइहाल्यो नि सिप सिप त हो तर अनि त्यो नचलेर रेस्टुरेन्ट बनाइदिएको चाहिँ केही नरहेछ है आयो त्यत्तिकै यार केही पनि नरहेछ फोटो खिच्न आएको यसले फोटो खिचेँ क्यामेरा मात्र झुन्डारे नि है यहाँ त हग्न गयो नि हगेको गुगुलेटको लेट गर्दा त्यही पानीमा झुक्लुङ गर्छ है गरेर टाउकोमा आउँछ पानी गर ट्राई गर्न जाने एकचोटि हग्नलाई भयो नि त हग्न बस्यो त त्यहाँ त अब टोइलेटमा मान्छेहरू त अड्कै हुन्छ होला एकछिन त अब हामी चाहिँ निस्किन लाग्यो होइन अनि भोग्लाखा खान जानुपर्छ क्या मागेर चाहिँ भोग्लाखा खान जानुपर्छ क्या मागेर लास्ट भोग्लाखा भने होइन हामीसँग पैसा छ सैलुकी हजुर भाइ यहाँ फेरि खान पाइहाल्छ सैलुकी हजुर भाइ यहाँ फेरि खान पाइहाल्छ 50 100 त धेरै भयो नि यार चिप्रीदेव जोशी जस्तो के त भेले साइकलमा पापा चुनौत लिएर गएर खाजा खाने कि पनि त्यही भन्ला म पहिल्यैबाट नि यार त्यो लड्कीहरू देखाइदिनु खै कस्तो राम्रो हो यार यताको सिन है जलपरी यताबाट बाटो कताबाट हामी म त यहाँबाट सिधै यसरी होला भनेर के त्यो त नहिँदैन भनेको त्यो नि अल्को खाँदा हाल्छ गाह्रो हुन्छ टाउको ठोकिन्छ क्यामेरा खिच्नु पठाइदिँदैन ए सोध्नुपर्छ बहिनी 20 रुपियाँ पठाइदिने हो भनेर कहिलेबाट बहिनी त्यो दाइ बिहा गरिरहेको मान्छे कहिलेबाट प्रोसेस चालु गरेर त जत्रो छोरी नै हुन्थ्यो मेरो राम कस्टम यो चाहिँ गार्डन हो यो त खासै त्यस्तो त नरहेछ जो मैले जिन्दगीमा नदेखेको कुरा चाहिँ देख्न पाएँ होइन के अरे क्रुसिप मेरो चाक छिलाएको बनाइदिन मेरो चाक छिलाएको बनाइदिन तिम्रो चाक छ र भनेको
केही पनि नरहेछ खासै त्यस्तो त फोटो खिच्न आएको फोटो पनि खिचेन है फोटो खिच्न जानेन जानेन होइन कि ज्याउला हाम्रो ज्याउला आइफोन स्यामसङ S22 अल्ट्रा छ हुँदा नि नदेखाउने अब के गर्ने है नदेखाउने गिटहरू यस्तै हो तिमी क्यामेरा छ 25 छ स्यामसङ अल्ट्रा S22 छ ल जात पसल गरेर के को म बाइक झ्याली त पानी ल्याइदिनु ल ली हिँड पाता म बाइक झ्याली पाए मिल्छ बाइक झ्याली मिल्दैन नि पागल त्यो यार मेरो क्यामेराको पनि नाम मात्रै हो यार हामी तपाईँलाई खाना आउँदैन यस्तै खाने तरिका खाल्दैन खानु खाने तरिका त्यसरी हो नमिल्दो रहेछ कलर नमिल्दो रहेछ म अन्त तगालो अब आउँदिनँ म कहिले पनि आउँदिनँ केही नरहेछ किन धेरै एनएस भने सुना हो सुनाइ कि हेर न सुनाइ कि आमामा भोग्ला खान जानुपर्छ क्या मागेर कस्तो कालबाट त जोगेर बस्या मान्छे काला छ त नि कालबाट तेरो मोबाइल क्यामेरा बिग्रियो भाइ गोरो म तेरो मोबाइल क्यामेरा बिग्रियो भाइ गोरो म रियलमा त कालो खाइदिनु म एडिट गरेँ नि त गोरो जो पनि भएछ नि रियल क्यामेरा हो कस्तो कालो त हेर्नु न त्यही त म त गोरो हो त चाहिँ कालो हो कि एकदम काला चस्मा हान्दैन चाँडो खाना रे अब रातभरि निन्द्रा लाग्दैन ल घर लिएर जाएको रे खोल्टीमा नि खान खाऊ तिमी पानी सक् यताबाट जाने हो रे यताबाट घुमा साइकको रहेछ हामी चाहिँ भर्खर पसल आएको है निर बसिरह अब झन् घर जाने घर गएर मासु ल्याउनु पर्ने हुन्छ मैले त्यहाँ छोडिदिउँ भने अब त्यहाँ छोडिदिनु जान्छु म चाहिँ भर्खर घर आएको है अब सानो गाडी गएको पनि केही भएन त्यस्तो है त्यही हो आजले यति नै थ्याङ्क्स फर लास्ट वाचिङ अब म जाँदिनँ होला है सानो गाडी मलाई झ्याउला है केही छैन यार फोटो खिच्न गएको नि फोटो खिच्न पनि पाएन है त्यही माथि त्यत्तिकै जान आउन मात्रै भयो मान्छेहरू पनि खासै थिएन त्यही हो आजले यति नै है भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब हानिदिनु होला अब नेक्स्ट ब्लगमा भेटौँ ल त ल